आज संरक्षण समितिको दोस्रो दिनको कार्यक्रम घोषणा कार्यक्रम लाग्छ। आज कोवलपुरको नगरपालिकाको गेटमा पुगिसक्यो। सायद आज यो संरक्षण समिति कार्यक्रमले अब यो कोवलपुर नगरपालिका घेराउ लिइसकेको छ। कार्यक्रम अगाडि बढिसकेको छ। देख्न सक्नुहुन्छ हिजोभन्दा अझ बढी उल्लेखनीय समेत उपस्थितिमा आएका अव्यवस्थित भूमिहीन सुकुम्बासी नागरिकहरू आज यसरी एउटा कोवलपुरको नगरपालिका गेटमा आइसकेको छन्। अब देख्न सक्नुहुन्छ सम्पूर्ण व्यक्तिहरू कोवलपुर गेटमा आइसकेको अवस्था अगाडि बढिरहेको छ। बढिसकेको अवस्था छ। संघर्ष समिति अवस्था छ। देख्न सक्नुहुन्छ अहिले नागरिकहरू यो कोवलपुरको मुख्य गेटमा प्रवेश गरिसकेको अवस्था छ। देख्न सक्नुहुन्छ बिचमा यहाँ केही कुराकानी भइरहेको छ। अब यो कार्यक्रमै लिएर नगरपालिका भित्र प्रवेश गर्ने प्रयत्न गरिरहेका छन् भने यहाँको नगर प्रहरीले अहिले यो अव्यवस्थित भूमिहीन सुकुम्बासी नागरिकहरूलाई रोक्ने प्रयत्न गरिसकेको छ। देख्न सक्नुहुन्छ यहाँ संघर्ष समितिका नागरिकहरूको वैकल्पिक व्यवस्था बिना त्यसै गरी डोगरा आतंक बन्द गर। वैकल्पिक व्यवस्था बिना त्यसै गरी डोगरा आतंक बन्द गर। गरीबहरू मारा सरकार मुर्दाबाद। गरीबहरू मारा सरकार मुर्दाबाद। गरीबहरू मारा सरकार मुर्दाबाद। सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबासी एकता जिन्दाबाद। सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित एकता जिन्दाबाद। सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबासी एकता जिन्दाबाद। सम्पूर्ण सुकुम्बासी तथा अव्यवस्थित बसोबासी एकता जिन्दाबाद। हाम्रो आन्दोलन जारी छ। हाम्रो आन्दोलन जारी छ। घाँस कपास शिक्षा तथा रोजगारीको ग्यारेन्टी गर। घाँस कपास तथा शिक्षा तथा रोजगारीको ग्यारेन्टी गर। घाँस कपास तथा शिक्षा तथा रोजगारीको ग्यारेन्टी गर। सम्पूर्ण विस्थापितहरूको प्रस्तावना गर। सम्पूर्ण विस्थापितहरूको प्रस्तावना तत्काल गर। सम्पूर्ण विस्थापितहरूको प्रस्तावना तत्काल गर। सम्पूर्ण विस्थापितहरूको प्रस्तावना तत्काल गर।